चाहिँ अहिले मलाई क्यामेराबाट देखिरहेको भनेदेखि यहाँनिर चाहिँ छ मेरो क्यामेरा भ्लगिङ भ्लग स्टार्ट गरिराखेँ मैले होइन। युट्युब र फेसबुक दुईटैमा अपलोड गरिदिने हो, मतलबै भएन। हजुर हजुर हो ल ग्याङ हाम्रो यहाँ भाइसँग भेट भइसकेको छ। सबैजनालाई स्वागत छ मेरो फेरि पनि छोटो मिठो भ्लगमा। आज हजुरहरू सबैजनालाई वेलकम छ। मैले आज चाहिँ के कारणको कस्तो खालको भिडियो बनाउन लाग्यो भनेदेखि अहिले चाहिँ पानी पनि परिरहेछ होइन। बाहिर हेर्नु होला मौसम चाहिँ यस्तो भइरहेछ नि त, यस्तो भइरहेछ अनि पानी परिरहेछ होइन। मेरो अहिले चाहिँ पानी परेको कारणले चाहिँ अहिले चाहिँ म भ्लग बनाउनलाई रोकेको छ र अहिले आज काम पनि हुँदैन होला एक हप्तासम्म, मतलब आइतबारसम्म मेरो इन्ट्री हुँदैन। आइतबार इन्ट्री भइसकेपछि त्यसपछि चाहिँ काम बबाल हुन्छ। यतातिर चाहिँ अर्को ठाउँतिर चाहिँ अलिकति राम्रो काम हुँदैन रहेछ, त्यही भएर अब उतैतिर जानेवाला छु। मेरो इन्ट्री हुन्छ त्यसपछि चाहिँ मैले सुरु गरिदिनेवाला छु मेरो भ्लगहरू अनि हजुरहरूलाई डेली मेरो भ्लगहरू चाहिँ देखाउनेवाला छु र अनि माया देखाउनेवाला छु होइन। सबैजनाले मलाई चाहिँ सपोर्ट गर्नु होला, सपोर्टको फल पाउँछ होइन सबैजनालाई होइन। यस्तै हो, माया गरिराख्नु होला भन्न चाहन्छु सबैजनालाई होइन। अब चाहिँ म कहाँ जान लाग्यो भनेदेखि भिडियो बनाउन होइन। कहाँ जान्छ भनेदेखि गोकर्ण डाँडाको अलिकति उत्तापट्टि घुम्तीमा छ नि हो, त्यसमा गएर मैले फुल फ्रेसवाला अनि भ्लगिङ अनि मोटो भ्लगिङवाला भनौँ कि एन्ड्रोइड र के अरे क्यामेराबाट भ्यू बनाएको क्वालिटी। अगाडि चाहिँ यता चाहिँ मेरो के अरे हेलमेटमा चाहिँ हेलमेटको यतापट्टि चाहिँ मोबाइलको स्ट्यान्ड हुन्छ भनेदेखि यता चाहिँ अहिले क्यामेराबाट रेकर्ड भइरहेको नि त। मैले देखाउँछु ल, रोक्नु ल। यो चाहिँ एन्ड्रोइड फोन भयो होइन। योबाट मैले आज भिडियो बनाउनु छ नि त, त्यही भएर आज मैले यहाँबाट चाहिँ हजुरहरूलाई देखाउनेवाला छु र मैले क्यामेराबाट भिडियो बनाइरहेको छु भनेर होइन। यता चाहिँ क्यामेराबाट मैले भिडियो बनाइरहेको छु, रोक्नु है एकछिनले गाइस, एकछिन टाइम लागिहाल्छ नि होइन सबैजनालाई होइन। एकछिन ला कस्तो फोटोमा बसिन्छ कि फेरि मलाई रिस उठिन्छ, त्यही भएर चाहिँ अलिकति हल्का फुल्का गाह्रो नै हुन्छ होइन। भिडियोमा आयो फोटोमा आयो, फोटोबाट के अरे यता भिडियोमा जाने, भिडियोबाट चाहिँ अलिकति के अरे क्वालिटी चाहिँ अलिकति लो नै आउँछ कि यो एन्ड्रोइडबाट चाहिँ। अब ल्याग चल्ने त्यत्तिकै हेर्नु होला, यस्तो यसरी अड्किएर बसिन्छ हो, यस्तो नै हुन्छ क्या। त्यही भएर चाहिँ अब बिस्तारै बिस्तारै फोनहरू लिएर मेरो भ्लगिङ अनि भ्लगहरू सुट गर्ने यताउता गर्नका लागि मलाई सजिलो हुन्छ। अब सबैजनाले बुझ्नुपर्छ र मैले पनि बुझेर कामहरू अगाडि बढाउनुपर्छ अनि त्यही अब आफूले सकेको आफूले गर्न सकेको कामहरू गर्नुपर्छ होइन। त्यही भएर अब सबैजनाले सपोर्ट गर्नु होला। म पनि हजुरहरूलाई यस्तै कन्टेन्टहरू भिडियोहरू लिएर आएर देखाउनेवाला छु र अनि माया साथ सपोर्ट दिने चाहिँ हजुरहरूको हातमा छ। मैले लिएर आएर देखाउने चाहिँ अब हजुरहरूले अब कसरी रुचाउनुहुन्छ त्यो चाहिँ थाहा भएन होइन। अब मैले चाहिँ क्यामेराबाट भिडियो बनाइरहेको चाहिँ कहाँबाट हुन्छ भनेदेखि यहाँबाट हुनुपर्ने, तर ल्याग चलिरहेको छ कि यस्तो चलिन्छ मोबाइल, यस्तो चलिरहेको अहिले भर्खर चाहिँ भयो जस्तो छ, रोक्नु ल। अहिले चाहिँ यस्तो चलिरहेको होला सायद एकछिन है। अब चाहिँ भयो, अब चाहिँ हुनुपर्ने भयो कि भएन त्यो पनि थाहा भएन कि, रोक्नु ल एकछिन है। अब चाहिँ भयो यस्तोबाट अहिले चाहिँ मलाई देखिरह नि क्यामेराबाट चाहिँ अहिले मलाई यस्तरी रोक्नु ल, यस्तरी चाहिँ अहिले मलाई क्यामेराबाट देखिरहेको भनेदेखि यहाँनिर चाहिँ छ मेरो क्यामेरा भ्लगिङ भ्लग स्टार्ट गरिराखेँ मैले होइन। यस्तो नजिकबाट हेर्नु होला बबाल छ, क्यामेरा क्वालिटीहरू राम्रै आइरह यस्तो छ। माया छ, माया गर्नु होला सबैजनाले भन्न चाहन्छु। मेरो यो क्यामेरा चाहिँ मैले कतिमा किनेको त्योहरू चाहिँ मैले भन्न सकिँदैन र मैले किनिसक्यो र अब मैले मेहनत गर्नेवाला छु र अब हजुरहरूलाई भ्लगिङ भ्लगहरू लिएर आएर देखाउनेवाला छु। सो गाइस के हुन्छ अब म चाहिँ सिधै हाम्रो भ्लगिङतिर नै भेट हुन्छ सबैजनालाई। अहिलेको लागि चाहिँ यति नै भन्न चाहन्छु। बाइ ग्याङ टल मिस यु सबैजनालाई, बाइ बाइ है त। सो गाइस अहिले चाहिँ मेरो आइफोन के अरे एन्ड्रोइड र क्यामेराबाट भिडियो हुँदैछ होइन। अब सो गाइस के हुन्छ हेरौँ, अब मिल्छ कि मिल्दैन, एङ्गल कतिको मिल्छ र कतिको राम्रो हुन्छ, भिडियो भ्लगहरू कस्तो हुन्छ हेरौँ है त। अब के हो यस्तो यार, लास्टै लो पो थियो। यतातिर त क्लियर नै आएर हुँदैन कि भ्लग।
क्वालिटी पनि कस्तो खराब क्वालिटी आइरहेको छ क्या। क्वालिटी नै राम्रो होइन क्या। अब चाहिँ क्वालिटी राम्रो आयो कि होइन, नहल्ले नि होइन, हल्ले पनि क्वालिटी राम्रो आएको थियो। अघि चाहिँ के अरे अटो वेल चाहिँ मैले हटाइदिएछ क्या, त्यही भएर अहिले चाहिँ क्वालिटी राम्रो आएको छ। त्यो के अरे अटो वेल हो कि अटो वेल भन्ने चाहिँ हो, त्यो चाहिँ मैले हटाइदिएको थियो, त्यही भएर अहिले चाहिँ राम्रो आएको छ क्वालिटी पनि होइन। यतिको भएपछि अरू के चाहियो र होइन। लड्यो भने बाइक स्टार्ट पनि भएन। अनि के अरे त्यो बेला चाहिँ के भएछ भनेदेखि धेरै चिसो भएछ कि बाटो फेरि मैले फास्ट गरेँ ढिलो गरेर योभन्दा त तल जाउँ कि नजाउँ भयो। योभन्दा तल गयो भने त अब उकालो नै चढ्दैन। तै पनि एकचोटि गयो बाट त फर्किनुपर्छ या। चलिँदैन क्या हो मतलब यसरी समाउनु पर्ने क्या हातले, किनभनेदेखि हल्लिएपछि मेरो फेसबुक क्वालिटी अलिकति लो हुने रहेछ कि त्यो हल्लिएपछि त खिचिँदैन त केही आउँदैन होइन। त्यही भएर अलिकति हातले समाउनु पर्ने। एउटै ठाउँमा त नसमाए नि हुँदैन, नदेखिनु हुन्छ कि अब जहिले पनि देख्नु नै पर्ने, अब राम्रो क्वालिटी नै आउनु पर्ने हुँदैन त होइन। कहिले कहिले आउँदैन होइन, एकैचोटि देखि भइगयो होइन। अब यसको भनेर चिन्नु न, अब यसको यस्तै अब यसले अब गर्छु नि त, त्यही भएर फर्किहालेको यतातिर धेरै लङ ड्राइभ चाहिँ होइन नि त। उतातिर मेरो भिडियोहरू सुट गर्नु पर्दैन नि त होइन। यतातिर त हिरोसँग लडेर नि मलाई भिडियो सुट गर्न पुगिसकेको छ। अब चाहिँ अन्त्यतिर हेर्ने मस्ताले होइन राम्रो ठाउँतिर भिडियो सुट गरेर हेर्ने हो के हुन्छ।
गोकर्णको मन्दिर हो के अरे मन्दिर पनि होइन के अरे गुम्बा होला गुम्बा गोकर्णको गुम्बा चाहिँ एकचोटि मेरो यता चाहिँ के अरे दाहिनेको र देब्रेको पनि ब्रेक राम्रोसँग बस्दैन क्या उतापट्टि साइडमा चाहिँ मैले अहिले बनाउने होइन यतापट्टि चाहिँ अहिले घामले राख्छ नि त त्यही भएर उतापट्टिको साइडमा चाहिँ मैले अब एउटा भ्लग सुट गर्नुपर्ने छ मतलब भ्लग मतलब रिल्सहरू सुट गरिदिनेवाला थियो होइन गाउँहरूको हो घरहरू हिजो अस्ति बब्बल देखेको थियो र अब चाहिँ गएर अब यतातिर त घामहरू छ नि त अहिले त्यही भएर पहिला उता जान्छु मेरो यो जङ्गलबाट चाहिँ तारे भिरो कि कुन भिरो भन्ने चाहिँ यहाँबाट निस्किन्छ भन्दै थियो त्यही भएर अब चाहिँ लङ डिस्टेन्सबाट हेर्नु ल खतरा देखिरहेको बोपाल सुट त वा ठिक छ कि यतिको देखायो भने राम्रो नै हो क्या ठुलो लेन्सहरू लिएर चेक गरौँ कि जस्तो नि भइरहेको क्या एकचोटि यार तर फोटो क्लिक हुँदैन कि यतिमा चाहिँ अब चाहिँ के अरे लङ बनायो भने चाहिँ फेरि अलिकति अपलोड गर्नलाई ढिलो हुन्छ क्या मतलब के अरे ग्यालेरीमा ल्याउनलाई अलिकति ढिलो हुन्छ क्या अब कता जाने होला भिडियो बनाउन चाहिँ त्यो सोच्नु पऱ्यो क्या मैले यार यता त अब राम्रो नै भएन कि उता गएको उता पनि के अरे हल्ले गरेर कालो आइदियो म उता के अरे कता जाऊँ भनेदेखि मगलबारीतिर गएर हेरौँ एकचोटि राम्रो भिडियोहरू उतैतिर सुट गरौँ होला उतातिर भेटौँ ल अब उता जाने बेला होइन अब अगाडि लगाऊँ भने फेरि हल्ले गरिन्छ त्यही भएर अलिकति म के अरे तल नपुगिन्जेल चाहिँ अफ गर्नु पर्ला कि यो क्यामेरा मनको माया जतिसुकै होस् मगलबारतिर जाने हो 1 घन्टाको भिडियो बनाउने हो जाने हो अनि एडिट गर्ने हो युट्युब र फेसबुक दुईटैमा अपलोड गरिदिने हो मतलबै भएन हजुर हो होइन होला हो के छ नाम अमित लालुङबा छ अमित लालुङबा मेरो अन्त भयो सिन्धुपाल्चोक निकालिदिउँ ल है ग्याङ आम्बो यहाँ भाइसँग भेट भइसक्यो भनिदिनु तपाईँको नाम तपाईँको के अरे फेसबुकमा छ भन्ने होइन फेसबुकमा अमिर लालुङबा भ्लग अमिर त्यही हो सबैमा अमिर लालुङबा भ्लग छ युट्युबमा टिकटकमा इन्स्टामा ल है सबैजनाले भाइको सपोर्टरहरूले मलाई पनि सपोर्ट गर्नु होला सबैजनाले तर कस्तो हुँदो रहेछ भन्दाखेरि यहाँ देखिरहेछ नि त फेस तर यहाँ हेर्न मन लाग्दो रहेछ खासमा यहाँ हेर्ने हो नि त होइन यहाँ हेर्नु भने त्यहाँ हेरिरहेको यता हेर्नुपर्ने हामीले चाहिँ होइन उता हेरेर भनिदिइरह भने तिमी पनि झुक्किन्छ होला झुकिन्छ नि त्यहाँ त्यस्तो हुन्छ नि त ल गर्नुपर्छ अब भ्लग बनाउनुपर्छ युट्युबमा मेरो मिस्टर सुबिन ह्याकर अब चाहिँ मेरो मिस्टर सुबिन ह्याकर फेसबुकमा पनि तिम्रो ठिकै देखिहाल्यो के भन्नु फलो चाहिँ गरेर चाहिँ होइन म तिमीले फेसबुक रिलहरूमा आइरहन्छु बस्नु चाहिँ कता हो यता अरूबाट चोक बसिन्छ ए यतै पऱ्यो म पनि एक्लै हो युट्युबमा त जर्निङ नै छैन मेरो त के अरे यो होला अहिले त युट्युबमा के अरे नयाँ खोलेको ठिकै छ त
एक्स्ट्रा हान्दैन सर्ट भिडियोहरू त्यही हो अब चाहिँ स्टार्ट हुन्छ एकदम यति भिड आउन धेरै राम्रो मेरो होइन अब चाहिँ स्टार्ट हो त्यही त, ठिक अहिले छ। त स्टार्ट हुँदा त मेरो त अब के हुन्छ हेरौँ न अर्को मोबाइल मैले लिएर आएँ कि चार्जमै राखेर आएको हो कि क्या हो बनाउन निस्कियो अहिले भ्लग बनाउन अनि मिनी भ्लगहरूको लागि पनि होइन निस्किएको थियो सर्ट पनि तिमीले त्यो पनि बनाउँछ होइन के भन्छ मिनी भ्लग हो त्यो पनि बनाउनु त्यो प्लास्टिक गाह्रो छ है मिनी भ्लगको लागि चाहिँ प्लास्टिक गाह्रो भोइस ओभर गर्नु पर्यो यहाँ झ्याउलाई मैले बनाएँ ल यार म त यार मोबाइल लिनु त घरमै जानुपर्ने रहेछ यसले नि हुन्छ हुन त गर्नु त तपाईँ फोटो खिचिराख न र होइन होइन हुन्छ यहीँ छ डाटा पनि छ यहीँबाट हेर्नु मिल्छ त्यसमा त फेरि पनि तिम्रो रियल नाम चाहिँ के हो अरे मेरो रियल नाम केमा घरतिर बोलाउने जस्तो तिम्रो एउटा रियल नाम भनौँ न सबैले चिन्ने चाहिँ सुबिन नै हो सुबिन सबैले चिन्ने पहिलाको यो कहाँ किनेको यो होल्डर यो मलाई यो म नि यो खोजिरहेको कि खासमा किन्ने भनेको तपाईँले थियो यो किन्ने यो खोजिरहेको कि मैले खासमा तिमीले कहाँ किनेको यो यो बौद्ध नजिक छ बौद्धबाट बौद्धको के अरे पुलिस चौकीभन्दा अलिकति माथिको हेलमेट पसलहरू छ नि त्यो सालतिर कति लियो तिमीलाई भन त यो त्यसलाई 500 यसमा होइन यो माथिको मोबाइल होल्डर कस्तो आउँदो रहेछ यस्तो आउँछ हो यस्तै आउँछ यो यस्तो यसरी कस्ने खालको यही हो टुसलमा ट्याक्कै तिमीले कहाँनिर किन्यो होला त यार ट्युसलको सिधै अगाडिपट्टि अगाडि एउटा त्यो तामाङ दाई नै हुनुहुन्छ कि एकजना चाहिँ सम्झी हो त्यहाँ चिन्छु त्यो सम्झीलाई चाहिँ म तिमीले त्यहाँ किने हो कि भने खोइ हो कि के हो थाहा भएन तिमीलाई थाहा छैन एरियाहरू राम्रोसँग थाहा छैन त्यो बौद्धतिर हिँड्न चाहिँ के भन्नुभएको अमिर एलएलयु हाल्यो भने एल एल एलएलयु अब फर्स्ट ब्याक गरेर एकचोटि हो त्यो फर्स्ट ए यो त होइन यार अर्को अलिस अलिस के पो आएछ अमिर अब त्यसमै ब्याक नै गर अझै एलएलयु ब्याक गर नि त्यो एलाई पनि हटा एलएलयु हो फर्स्टको आयो अमिर लालुङमा हो कि यसमा म लालुङमा सुने होला नि यही है त्यही हो अनि फेसबुकतिर नि त्यही हो सबमा त्यही हो 1 वर्ष भइसक्यो भाइ म नि सुरुमा त लास्ट जोसेर बनाएर हिँड्थेँ यही मोबाइलबाटै बनाएर हिँड्ने हो जङ्गल चाहिँ कता जानु तल जङ्गलमा जानु र अहिले त मेरो मोबाइल पनि लिएर आउनु छ यता के गर्नु पर्यो तपाईँको फेरि राइड आउला होइन म त घर जानु लाग्यो घर जानु हो टाइम भइसक्यो मेरो बिहानदेखि गरे हो ल त्यो एउटा पक्का भिडियो बनाउनु तिम्रो के अरे सुमिन होइन सुबिन होइन ल साथीहरू म चाहिँ यसो टक्कसँग के भन्ने अब यहाँ राइट साइड सकाएर चाहिँ होइन म घर जाँदै थिएँ कि जाउँ न त जानु भयो जाउँ न तल जङ्गलमा तिमी गएको छैन होला तिमी छैन जङ्गलमा खै हिजो त बन्द थियो आज खुल्ला त के के हुन्छ सो गाइस अहिले चाहिँ म दाइसँग चियासा खाएर होइन रुमतिर निस्किसकेको छ होइन अब भ्लग कम्प्लिट चाहिँ अब यतैतिर हुन्छ होला अब चटपटै बनाएर खाऊँ अब दाइले चाहिँ भनिसकेको थियो म फेरि भ्लग कम्प्लिट गर्न चाहिँ यतैतिर आउँछु होला भनेको थियो अब जान पाएन र जान त पाउँथ्यो तर गएन नि त अब यस्तै अब के अरे चटपटै बनाएर यसो खाजा खाएर यतैतिर बडो भ्लग कम्प्लिट गरिदिउँ किन हिँड्नु भनेर अब चाहिँ दाइसँग भेट्यो खुसी लाग्यो होइन दाइ पनि यसो चिनजानको रहेछ होइन टिकटकतिर च्याङबा भनेर सर्च गर्नु होला हो त्यो के अरे च्याङबा दाइको चाहिँ दाइ हुनुहुँदो रहेछ होइन उहाँ चाहिँ अनि हामी चाहिँ भेट्यो अब भोलि चाहिँ हाम्रो फेरि भ्लग चाहिँ कन्टिन्यू हुन्छ होला उहाँ दाइसँग चाहिँ होइन अब कस्तो लाग्यो होइन अब सबैजनाले कमेन्ट गरिदिनु होला भन्न चाहन्छु होइन अब हामी चाहिँ भ्लग चाहिँ अब डेली आउनेवाला छु होइन माया गर्नु होला भन्न चाहन्छु सबैजनालाई भ्लग चाहिँ यस्तै भयो अब जे होस् भ्लग चाहिँ भयो भनौँ न होइन मेरो मिनी भ्लगहरूको लागि पनि भ्लगहरू बनाएको थियो अब त्योहरू एडिट गर्छु अनि हाल्छु अहिले चाहिँ म चटपटेको सामानहरू लिएर आउँछु अनि फेरि भ्लग स्टार्ट गर्छु है अल द बेस्ट सबैजना एकछिन वेट गरेर बस्नु होला सबैजनालाई माया छ होइन मेरो फेसबुक फ्यामिली युट्युब फ्यामिली मेरो टिकटक फ्यामिलीहरू सबैजनालाई माया छ है त एकछिन वेट गर्नु होला म सामानहरू लिएर आएर टक्क बनाएर चाहिँ खाने हो अलिकति क्लिप लिन्छु अनि के अरे त्यसपछि म एन्ड गरेर के अरे बाई बाई गरिदिन्छु सबैजनालाई अहिलेको लागि चाहिँ एकछिन वेट इन सो गाइस यहाँनिर चाहिँ चटपटे छ होइन अब के मुरीहरूतिर के अरे भुजाहरूतिर केही न केही मिलाएर केही न केही मतलब चाउचाउ अनि दानमटको यताउताहरू मिलाएर मैले चाहिँ खाजा खाँदैछु अहिले चाहिँ होइन
एकदम माया गर्नु होला सबैजनाले होइन आज चाहिँ मैले भर्खै अलिकति बनाइरहेको थिएँ अब यो के अरे हिँड्दै हिँड्दै हल्लिँदो रहेछ कि यो क्यामेरा चाहिँ भएर अलिकति ल्याङ भयो अब के हुन्छ हेरौँ न कतिको क्वालिटी राम्रो आएको छ कस्तो भएको छ अब आज हाल्छ कि भोलि हाल्छ यो भिडियो चाहिँ थाहा भएन होइन एउटा मिनी भ्लग चाहिँ बनाएर फेसबुकमा पोस्ट गरिहाल्नुपर्छ होइन के हो माया गर्नु होला ग्याङहरू सबैजना बाबा छ ठिकै छ अहिले चाहिँ चटपटी खाइरहेको चटपटीमा मैले नुन धेरै हालेको थिएँ कि कस्तो छ क्वालिटी क्यामेराको क्वालिटी चाहिँ यही हो होइन क्यामेराको र फोनको क्वालिटी चाहिँ अलिकति बेग्लै नै हुन्छ क्यामेराको हेर्नु कस्तो बब्बाल आइरहेको छ भने कि हैट ल ग्याङ माया छ सबैजनालाई हैट यसरी नै सबैजनाले माया गर्नु होला भन्न चाहन्छु साथ सपोर्ट गर्नु होला यसरी नै जहिले पनि मलाई माया अनि सपोर्ट देखाउनु होला भन्न चाहन्छु अब एक हप्ता त नभनौँ अब 2-4 दिनपछि फेरि मेरो काम स्टार्ट हुन्छ होला माथि होइन अहिले चाहिँ त्यताखेर निवेदन दिएको छैन निवेदन दिएपछि मात्रै हुन्छ भने अब हेरौँ के हुन्छ सो लेट्स सी ग्याङ अब अर्को नेक्स्ट ब्लगतिर भेटौँ ल सबैजना है अहिलेको लागि चाहिँ यति नै बाई बाई भन्न चाहन्छु सबैजनालाई अल द बेस्ट सबैजनालाई माया चाहिँ कस्तो अर्क्यो गाइस बाई बाई